1, 2, 3, go. Hello everyone. Welcome back to our YouTube channel. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला. नमस्ते जोरले नमस्ते भन्न. नमस्ते. स्वागत छ हाम्रो YouTube च्यानलमा. अनि आज चाहिँ यो भिडियो के हो भनेर एक ठाउँमा टाइटल थाहा पाइसक्नु भएको छ होला. अनि आज हामी सबले इक्वली छ है, इक्वली बराबर. आज हामी च्यालेन्ज गर्न गएको थियौँ. मैले घरै बनाएको कस्तो थाहा छैन मलाई. अनि च्यालेन्ज गर्न गएको तीनजनामा अब कसले जित्छ होइन त्यसपछि थाहा पाइहाल्नुहुन्छ कसले छिटो भ्याउँछ. अनि त्यसपछि जसले लास्टमा भ्याउँछ भन्दा जसले जित्छ त्यसले दुईजनालाई हान्न पाउँछ. पनिसमेन्ट. ल 1 नि पाएर छैन पानी. ए पानी कता गयो? अहिले होइन पानी राख्नु. हल्लिन्छ त ढल्छ भने राखेको छु. ल कराउनै पर्छ के छुटाउनु. ओके पानी त यहाँ राख्ने पानी त हुन्थ्यो के ल त ढल्छ भने राखेको छ अरे. रेडी 2 3 गो. कौन होगा विनर? चल्दै सुन्नु पर्छ. जो तो एक कहाँ गयो अचार पनि मलाई धेरै परेको थियो कि भाइ. अर्को भिडियो हेर्दा मात्रै रहेछ छिटो खाना साथी मार्ग के पानी त अर्किपछि पिउने मिठो गरे. मेरो झन् कति धेरै खा एक छोरी पर्थ्यो कि हेर्छ भ्यासुको बनाउनु देखायो नि थाल. इग्नोर आवर रूम एन्ड क्यामेरा क्वालिटी. नसक्नु त केही बोल न चुपचाप बोल्नु लाग्छ हुन्छ. यहाँ पनिसमेन्ट पाउनु छैन क्या. त्यो भने हालेर न किन अहिले जान्दा मा धेरै हाल्दैन. धेरै हाल्नु नि सबलाई इक्वल ब्याच भयो. सबभन्दा धेरै म छानेको मैले पानी पनि सक्यो. डोला छ डेन्जर पनिसमेन्ट. सादरिया हार्नेलाई डेन्जर पनिसमेन्ट छ. नान्ने तावाको पछाडि तेल लगाएर खप्नु. जो हार्छ त्यसलाई डेन्जर पनिसमेन्ट. जसले जित्छ नि त्यसले जे पनि गर्न जे भने त्यही मान्नु पऱ्यो. जे पनि पनिसमेन्ट पाउँछ. धेरै भयो हामी त हारिरहेको
अन्त यो Kalau mau entah. म त लास्ट हो Challenge गर्नु भनेको भन्नु. मेरो त सकिसकेको छ होइन है यो 4-5 पिस खुर्सानीको चाहिँ अब स्पाइसी नखाने नि त I'm a winner. Camera. I am. We are a winner. I am a winner. So guys, हैन मैले चाहिँ यता जितिसकेको छु यति खतरनाक डेन्जर पनिसमेन्ट दिन्छु नि Tahu ni mau kambing sudah ya, apa? ल म सक्दैन मैले हारेको साथी म सक्दैन आगे डिफेक्ट हुनु न आई एम डिफेक्ट Mau second. Hey. Let's put it. सक्नु होइन भने त दिनु होइन चाहिँ मलाई धेरै परेर साथीहरु त्यस्तो के हैन है अलि भिसरमा त सबैलाई एउटा हाल्नु आया पेटै कस्तो भयो मा थाहा थियो काले फर्स्ट आउँछ भनेर मेरो चाहिँ यो फर्स्ट सेकेन्ड सानो भए पनि अलि पानीको चाहिँ युज गर्नुपर्छ कमसेकम राम्रोसँग बढी ठुलो गाँस भएर यताउता चढ्न नमिलेर पानी फलक फेरिदिनुपर्छ भइहाल्छ अरूले अरूको भिडियो हेर्दा मात्रै रहेछ साथीहरू सजिलो देखिने हामी नि त्यही देखेर खान के अरे च्यालेन्ज गर्न खोजेको साथीहरु तर नसकिँदैछ त्यो पानीको चाहिँ भरपुर मात्रामा युज गर्नुपर्छ पानी पनि खायो पेट पनि डुस्यो भयो ठुल्ठुलो घाँस हाल्ने बेला चपाउने चपाक सबै गरिरहनुपर्छ त्यतिखेर झाप लगाएर पानी पिउनुपर्छ सजिलो हुन्छ त्यसै पनिसमेन्ट ल यो चाहिँ विनर भयो अब हाम्रो सालाको तर्फबाट पनिसमेन्ट के हुन्छ थाहा छैन सो हेर्दै गर्नु र साथी बिजी पर्छ हामी थाहा अब म नाना माओवादी बनाइदिन्छु भिडियो पर्छ हाम्रो पनिसमेन्टको बारेमा मलाई त अलि त्यस्तो गराउनु पाउनु चाहिँ म किनकि अलि सेकेन्ड नभए वाह सो गाइस मिरामले एकैचोटि पनिसमेन्टमा अब चाहिँ हामी कति कालो देखेको होला म के गरे ए पनिसमेन्ट हाम्रो साला चाहिँ के अरे हामीलाई पनिसमेन्ट दिनलाई यहाँ यता देखाउ न रेडी पनिसमेन्ट चाहिँ त्यो दिने रे यस्तो गर्न टाउ सालाको निर्णय चाहिँ भयो पनिसमेन्ट यति थमेललाई अनि त्यही भएर अब चाहिँ के कस्तो हुन्छ हेर्दै गर्नु होला पनिसमेन्ट सुरुमा बिसर ल तपाईँको पाला जस्तो साथीहरू म चाहिँ लास्ट आएको लास्टै भएको मेरो लागि मेरो सालाले छिट्टै व्यवस्था भेनालाई के अरे मसला आउने निर्णय लिए फाइनल्ली साथीहरू पनिसमेन्ट चाहिँ सो हेर्नुहुन्छ त नि धेरै आज चाहिँ मजा नि सबैले माओवादी बनाउने तेल हालेर देखिन्छ साथी ओके तनी कति बनेको मजा यो साथीहरू यो टक्कै एउटा आउनु कति मिनटसम्म राख्नु पर्ने हो भन्दाखेरि चाहिँ नि अक्कड बक्कड यो यहाँ 10 भयो यहाँसँग 10 यहाँ 1 भनेपछि अक्कड बक्कड बम्बे बो 80-90 पुरे सो मेरा आगे धागा चोर निकल कर भागा भनेर 7 मिनट राख्नु पर्ने 7 मिनट बिसले 7 मिनटसम्म अब मेरो पाली अब हेर्दै गर्नु होला टाइम कति भयो त्यो माथि हेर्नु एकचोटि टाइम अहिले चाहिँ 3 बजेर 52 मिनट गएको छ अब 52 53 54 55 56 57 58 59 मिनटसम्म राख्नुपर्छ बिसर अहिले चाहिँ अब चाहिँ मेरो नाउ माई टर्न अब हे लौ क्यामेरा पक्क ल अब मेरो बुढीको पालो अघि मेरो पालोमा कसरी हाँस्यो पनिसमेन्ट जस्तो भयो नि माछा के बास्न आएन दिदीको खै के बास्न
कति राम्रो सुहाएको कालो कोठी गालैमा कालो मोसो गालैमा ल पनिसमेन्ट हाम्रो सालाको अर्कोचोटि सालाको यस्तै गरी पलाउँछ अर्कोचोटि हाम्रो चोटि भने लगाउन रेडी हो यो चाहिँ अलिकति जलानतिरको छ इट्स फाइन सो हाम्रो बेबीलाई चाहिँ कति मिनटसम्म राख्ने टाइम अक्कड बक्कड बम्बे बो 80-90 पुरै सो लगे धागा निकलके धागा 6 मिनेट ल अब तिम्रो पोज दिम अब बिचराले अफरमा 6 मिनेट त्यो भएर मलाई अगाडि बर्न के गरे मेरो पनिसमेन्ट गरे गाजल गरे यो के खालको पनिसमेन्ट हो यस्तो यो तालको लाउन गर कपाल फोटो हैन दिदी कपाल फोटो ओइ डर लाग्दो गर्नु न ल बनास ल बिचमा ल थमेललाई अलि डर लाग्दो बनासले बना तपाईँ र म अलि पनिसमेन्ट पाएको नि त ल भयो ल बनास आफूले जित्न पाउँदा कस्तो खुसी कस्तो लाग्यो आई एम भेरी 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 सेटिस्फाइड हामी पनि दिन आउँछ बाबु दिन आउला अब त्यो दिन हामी पनि सहमला हजुरहरूको पनिसमेन्ट साथी कुकुरहरूको त दिन आउँछ हामी मान्छे हो कस्तो नहोला र हैन आइहाल्छ नि कुकुरको पनि हैन कुत्तेको पनि दिन आता है या अब तिमीलाई झन् म झन् कस्तो पो दिन्छु त्यो त मलाई मात्रै थाहा छ म झन् आज सोच्न पनि पाएन कि पनिसमेन्ट हैन अरूमा त जित्न सक्दैनन् होइन साथीहरू बरु स्पाइसी मुकबाङ भएपछि जित्छन् होला अरूमा त जित्न सक्दैन अर्कोचोटि खतरा स्पाइसी च्यालेन्जमा अब यो मान्छे झन् यो मान्छेले झन् केहीमा जित्न सक्दैन तर जिताएर देखाउँछ एकदिन न खानामा जित्न सक्छ न केहीमा न स्पाइसीमा केहीमा पनि जित्न सक्दैन यो मान्छेको पेट यत्रै छ अनि 2 गाँस खाने बित्तिकै पुगिहाल्छ थाहा किन म चाहिँ हात दिन्छु साथीहरू अब ल साथीहरू ल आओ इन्डिङ गरौँ या मम्मी विचार कस्तो लाग्यो यहाँ आउ न बेब्स सो बाइ बाइ साथीहरू सी यु अन नेक्स्ट भिडियो हाम्रो कालेको तर्फबाट ल साथीहरू भनेर भन्नु मिलेन यहाँको टाइमै भएन त्यो कति भएको छ टाइम मैले अलिकति नजर काट्नु पर्ने हुन्छ फेरि पहिले चिङ्गमको यहाँबाट बल्ल 56 गएको छ अझै 56 57 58 59 60 ए त्यो हजुर कति मिनट सुरु लाग्यो हजुरको मेरो 1 मिनट त भिसर भन्दा 1 मिनट भन्दा 1 मिनट 60 मा हजुर भेनाको 59 मा गर्मी भएर यस्तो भएको छ नि के भनौँ अब कहाँ 59 र 60 दिदीको 40 मा भेनाको 59 मा त्यही पनि मेरो त 1 मिनट कम हो त भिसरको भन्दा ए बिटेको बराबर जिम्मेदारी बलाई छ बिटेको बराबर पनिसमेन्ट यता आउट डुल्न जाऊ नि किन बसिरहेको होइन त्यो वनमा के होइन आर्मीहरू लड्न गाउँछ नि त त्यस्तै मान्ने म देखिछु मोबाइल जस्तो हजुर दिदी अलिकति दाँत देखाइ नै यहीँ भएर चिन्ने अरे काला म त कति किन लाग्दो देखेको छु दिदीको चाहिँ बहुत कमेडी भयो कि त कालोको ठिक गालेमा तर हामीले भेना सुतेको बेला पनि लगाइदिएको नि दिदी सिक्को तालैमा त्यो थाहा भयो कि नै थाहा छ मैले ठुलोलाई बेसी लगाइदिँदै नउठेको भने ल म विचार ल तपाईँ नाचेको मैले कहिले देखेकै छैन ल नाच्ने तपाईँ म गीत आउँछु क्या असली कुनै सँग चल्यो नि हुसिङ भन्ने सँग यस्तो खतरा हिँडिन्छ त बाबासँग ल विचार ल नाच्नु तपाईँ साथीहरू हाम्रो घरको गोलबेडा टाइम कति भयो नाच्ने आउँदै गर्नु हाम्रो घरको कृषिबारी नो कृषिबारी करेसाबारी खै के बारी थाहा छैन मलाई त भन्नु पनि आउँदैन करेसाबारी हो जग्गाबाट बसेर सानो के थियो अरे नेपालीमा नेपाली भोलिबाट इक्जाम हुने भनेको इक्जाम पनि सर्यो
नत्र म दिदी आज मैले बेस्ट अफ लक भनिदिन्थेँ। टाइम कति भयो? भयो टाइम भइसक्यो। भइसक्यो ल त यहाँ आउनु अब इन्डिङ गरौँ बिस्तारै तपाईँहरू भिडियोमै भन्दै ल ल त साथीहरू हेर्दै गर्नु होला हाम्रो यस्तै भिडियो हुन्छ ब्रो। अभी मैले के भने मेरो दिमाग खुसियो साइको आइएम साइको हुनलाई अब अघि नै बाहिर लिएर आएर खानु पर्ने रहेछ। त्यस क्वालिटी कस्तो पाउने हो त्यसको त। ल साथीहरू हेर्दै गर्नु होला। अब चाहिँ खानासाना पकाउनु पर्ने हुन्छ। अब यस्तै भिडियो अब माया गर्नुभयो भने आउँछ कि नत्र भने कहिलेको जमानामा आउँछ थाहा छैन। लङ भिडियो चाहिँ डेली आउनु त सर्ट भिडियो चाहिँ आइरहेको छ डेली भिडियो हेर्नु होला। हेरिदिनु होला माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला बिचार। सो मेरो भनाइ चाहिँ त्यति हो साथीहरू। अब के भन्नु चाहिँ तिमी भन। आई लभ यु भन्नु न त। आई लभ यु कसलाई भनेको त्यो? कसलाई भनेको? तिमीलाई। मलाई भन्नु भनेको को तपाईँलाई? ए सबै हाम्रो युट्युब फ्यामिलीहरूलाई आई लभ यु सो मच भेरी भेरी। कस्तो गर्मी भएको छ कि आफै सुर्खेतको ठाउँमा यस्तो गर्मी छ। नेपालगञ्ज भन्दा कम छैन पुग्ने त। ल हेर्दै गर्नु होला। बाई बाई। अब अर्को भिडियोमा भेटौँला सबैजनालाई। आज हुन्थेन र त्यही पनि भिसाहरूको बिदा भएर नत्र पनि मलाई त एक्लै झराएको छ। यस मेरो छुट्टी थियो नि त त्यही भएर। ओके साथीहरू बाई बाई।